आजको मेरो न्यू भिडियोमा हजुरलाई स्वागत छ। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म एकदमै सन्चै छु। म चाहिँ अब 8 निस्केको होइन गाइज, म यताबाट एक्लै छु। घरबाट निस्केँ त्यहाँ चाहिँ चाँडै उता घाटी छ बाटातिर हो, त्यहाँ सबै भेट्नु भनेको। अनि त्यहाँदेखि हेर म चाहिँ गाइज जाम गऱ्यो यहाँनिर गाइज, म चाहिँ एक्लै छु होइन गाइज। यहाँ चाहिँ लिची क्या पाएको छ गाइज, हेर्नु क्या पाके क्या तपाईँलाई अब सिधै साथीहरूसँग भेट भएको भएपछि तपाईँहरूमा देखाउँछु है त। बाई बाई। अहिले चाहिँ म मन्दिरसम्म आएको छु होइन, यो चाहिँ दुरासेरो गुफा हो। म चाहिँ तपाईँलाई पछि पछि आत्याजिलो गुफाको टुर भएको लाग्नु चाहिँ अझै एउटा म सिँढी चढ्दैछु। अझै एउटा मन्दिर छ, यो मन्दिर छ। साथीहरू आएन किन मलाई थाहा छैन होइन गाइज, म चाहिँ जाँदैछु। अब तपाईँलाई साथीभाइहरू भेटाउँछु होइन, नत्र भने यस्तो भला गएर रोक्छु मैले। तपाईँ हेर्नु होला मेरो भिडियोलाई। तपाईँले सब्सक्राइब लाइक गर्न नभुल्नु होला है गाइज, प्लिज सब्सक्राइब गरिदिनु होला प्लिज गाइज। म चाहिँ सिँढी चढ्दैछु गाइज। म चाहिँ अहिले त्यहाँ पछिल्लोमा गएर देखिन्छु तपाईँ। यो चाहिँ बाटो है गाइज, यो चाहिँ बाटो पछिल्लोमा गएर तपाईँलाई सिधै सिधै देखाइदिनु गाइज। म चाहिँ पछिल्लोमा आएँ, यहाँ त कोही छैन गाइज, यहाँ कोही आएन, म मात्र आएको गाइज। चाँडै 8 देखि मान्छे न गाइज, म तपाईँलाई देखाउँछु है त गाइज। सानो चाहिँ आँप छ, सानो आँप छ, देखाउँछु। म चाहिँ बजारमा छु लाल लाग्छ भिडियोमा नखाने न गाइज। म चाहिँ अब साथीहरू आएपछि तपाईँलाई सिधै भेटाउँछु। अहिलेको लागि म साथीसँग भेटाउँछु तपाईँलाई अब चाहिँ होइन। यो पर्छिलाई कोही आएन गाइज होइन, यहाँबाट माथि मन्दिर आएको हुन्छ होइन गाइज। अहिले देखाउँछु तपाईँलाई अब मैले सिधै है गाइज। अहिले म तपाईँहरू साथीसँग भेटाउँछु, त्यतिखेर मिलाउँला है। साथीहरू आउँदैछन्, ऊ हेर्नुहोस्, हाई गर भाइ, हाई भिडियो गराइरह हेर्नु गाइज। सानो साथीहरू आए, बल्ल आएको गाइज, 1 घन्टा आयो, म नि आएको ल गाइजहरू आयो। ल हाम्रो साना अनिस, हाम्रो अनुप, हामी सबै भला गर यिनी मात्र होइन नि। हामी चाहिँ अब आँप टिप्छौँ गाइज, अनि तपाईँलाई भेटाउँछ। यो रुखमा चढ्ने यो हाम्रो साथीले चाहिँ एउटा आँप भेटाए। साथीको चाहिँ बुझा गरेर भेटाउँछौँ गाइज। अहिले चाहिँ आज चाहिँ हामीले यति भेटाइयो, 3टा मात्र। एउटा बुढाले हामीलाई गाली गर्यो हेर्नु गाइज, यति हो। अब यही खाने भयो कि ल्याम्मो गाइज। अझ देखेर सक्नुहुन्छ, मैले त 5 किलो टिप्ने भनेर यत्रो प्लास्टिक ल्याएको थिएँ। अब एउटा पाएँ मैले पनि ल्याएको मेरो त उहाँ छ मेरो। आजलाई यति नै, अब अर्को भ्लगमा भेटौँला। बाई बाई।